मा निस्कँदैछौँ। एकछिनलाई कल्पना गरौँ त, एउटा यस्तो देश जहाँ केही घण्टाकै यात्रामा उष्णकटिबन्धीय जङ्गलबाट सिधै संसारकै अग्लो हिमालको फेदमा पुग्न सकिन्छ। हो, यही अविश्वसनीय विविधता नै नेपालको खास चिनारी हो। हो, यही हो आजको हाम्रो मुख्य प्रश्न। एउटै देशमा यस्तो भौगोलिक विरोधाभास कसरी सम्भव छ त? आउनुहोस्, आज हामी यही रहस्यको पर्दा खोल्नेछौँ। यो अचम्मको कुराको एउटा रहस्य यो नम्बरमा लुकेको छ। नेपालको औसत उत्तर दक्षिण चौडाइ केवल 193 किलोमिटर। सोच्नुहोस् त, यति सानो दूरीमा लगभग पुरै ग्रहमा पाइने जस्तो मौसम र भूदृश्य समेटिएको छ। र अब हेरौँ उचाइको भिन्नता। नेपालको सबैभन्दा होचो ठाउँ समुद्री सतहबाट लगभग 60 मिटरमा छ भने संसारको छानो सगरमाथा 8,848 मिटरमा। यो भनेको त झन्डै 9 किलोमिटरको ठाडो यात्रा हो, सोझै आकाशतिर। ल, अब सुरु गरौँ हाम्रो यो ठाडो यात्रा। हामी नेपालको भूगोललाई 3 तहमा बाडेर दक्षिणको समथर भूभागबाट सुरु गरेर उत्तरको अग्लो हिमालसम्म पुग्नेछौँ। हाम्रो यात्रा सुरु हुन्छ नेपालको दक्षिणी समथर बेल्ट तराईबाट। यसलाई नेपालको ब्रेड बास्केट अर्थात् अन्नको भण्डार पनि भनिन्छ। किन होला? अहिले थाहा पाइहाल्छौँ। हामी हाम्रो यात्राको सुरुवातमा छौँ, समुद्री सतहबाट 60 देखि 600 मिटरको उचाइमा। यो हाम्रो ठाडो आरोहणको सबैभन्दा तल्लो बिन्दु हो। तराई, जसलाई मधेस पनि भनिन्छ, भारतसँग सिमाना जोडिएको विशाल र समथर मैदान हो। हिमालबाट बगेर आउने नदीहरूले लाखौं वर्षदेखि थुपारेको पाँगो माटोले यो क्षेत्रलाई अत्यन्तै उर्वर बनाएको छ। त्यसैले त यो देशको कृषि उत्पादनको मुटु हो। यहाँको गर्मी र मौसमी मौसम धान जस्ता बालीका लागि एकदमै उपयुक्त छ। र जहाँ खेतीपाती राम्रो हुन्छ त्यहाँ जनसङ्ख्या पनि बाक्लो हुन्छ, होइन त? पहिले त यहाँ घना जङ्गल र औलोको प्रकोप थियो, जहाँ केवल थारू समुदायको बसोबास थियो। ल, अब तराईको गर्मीबाट उकालो लागौँ पहाडी क्षेत्रतिर। यो नेपालको ऐतिहासिक र सांस्कृतिक केन्द्र हो, जसलाई देशको धड्कन पनि भन्न सकिन्छ। हेर्नुहोस् त, उचाइमा कति ठूलो फड्को। हामी अब 300 मिटरदेखि 3000 मिटरसम्मको उचाइमा आइपुगेका छौँ। यहाँ हावापानी र भूदृश्य दुवैमा नाटकीय परिवर्तन आउँछ। पहाडी क्षेत्र भनेको हरिया डाँडाहरू, नदी किनारका फराकिला उपत्यकाहरू र टारहरूको एउटा सुन्दर सङ्गम हो। नेपालको इतिहास, चाहे त्यो मल्लराजाहरूका दरबार होस् वा पृथ्वीनारायण शाहको एकीकरण अभियान, सबै यही भूभागमा कोरिएको छ। काठमाडौँ र पोखरा जस्ता देशका प्रमुख सहरहरू यहीँका सुन्दर उपत्यकाहरूमा छन्। यहाँको हावापानी पनि कस्तो विविधतापूर्ण, कतै न्यानो कतै शीतल। यही विविधताले गर्दा यहाँ विभिन्न जातजातिको बसोबास छ, जसले यो क्षेत्रलाई सांस्कृतिक रूपमा एकदमै धनी बनाएको छ। र यहाँको सबैभन्दा आकर्षक दृश्य डाँडाका पाखाहरूमा कुदिएका धानका गराहरू। हाम्रो यात्रा अब अन्तिम र सबैभन्दा अग्लो गन्तव्यमा आइपुगेको छ, भव्य र विशाल हिमालय क्षेत्र, जसलाई संसारको छानो पनि भनिन्छ। हामी अब 3000 मिटरभन्दा माथिको उचाइमा छौँ। यहाँ हावा पातलो हुँदै जान्छ र परिदृश्य कठोर तर भव्य देखिन्छ। यो साँच्चै नै पृथ्वीको सबैभन्दा अग्लो क्षेत्र हो। यो क्षेत्रलाई तेस्रो ध्रुव पनि भनिन्छ, किनभने उत्तरी र दक्षिणी ध्रुवपछि सबैभन्दा धेरै हिउँ र बरफ यही हिमालय क्षेत्रमा जम्मा भएको छ। यसले यो क्षेत्रको चरम र महत्त्वपूर्ण प्रकृतिलाई एकदमै राम्रोसँग दर्शाउँछ। सोच्नुहोस् त, संसारका 8000 मिटरभन्दा अग्ला 14वटा चुचुराहरूमध्ये 8वटा त यही नेपालमै छन्। यो स्लाइडमा हेर्नुहोस्, सगरमाथा, कञ्चनजङ्घा, लोत्से, यी नामहरू सुन्दा मात्रै पनि कस्तो गर्व महसुस हुन्छ। यिनै हिमालहरूले नेपाललाई साँच्चै संसारको छानोको पहिचान दिएका छन्। यहाँको हावापानी एकदमै चिसो, लगभग ध्रुवीय क्षेत्रको जस्तै हुन्छ। त्यसैले यहाँ जनसङ्ख्या निकै पातलो छ र यहाँ बस्ने शेर्पा जस्ता समुदायले यही कठोर मौसमसँग जुझ्न सक्ने गरी आफ्नो जीवनशैलीलाई ढालेका छन्। ल, हामीले तराई, पहाड र हिमालको छुट्टा-छुट्टै यात्रा त गर्यौं, तर यी 3 भिन्न संसारहरू मिलेर कसरी एउटा एकीकृत राष्ट्र बन्छन् त? अब त्यो हेरौं। यो तथ्याङ्कले धेरैलाई चकित पार्न सक्छ। देशको अधिकांश भूभाग पहाड र हिमालले ढाकेको छ, तर आधाभन्दा बढी जनसङ्ख्या, लगभग 54%, त्यो सानो समथर तराईमा बस्छन्। अचम्म लाग्दो होइन त? त्यसो भए केले जोड्छ त यी 3 क्षेत्रलाई?
मुख्य शक्ति हुन् यहाँका नदीहरू। पूर्वमा कोशी, बीचमा गण्डकी र पश्चिममा कर्णाली। यी 3 प्रमुख नदी प्रणालीहरूले देशलाई एउटा धागोमा उनेका छन्। अन्त्यमा नेपालको कथा भनेकै यी नदीहरूको कथा हो। हिमालको हिउँबाट जन्मिएर पहाडका चट्टानहरूलाई चिर्दै बग्ने र अन्तमा तराईको उर्वर भूमिलाई सिञ्चित गर्ने। यिनीहरू नै देशको जीवन रेखा हुन् र यी 3 क्षेत्रलाई जोड्ने प्राकृतिक धागो पनि। र अन्त्यमा एउटा प्रश्न सोच्न लायक छ। यस्तो चरम भौगोलिक विविधताले कसरी एउटै साझा नेपाली पहिचानलाई आकार दियो? सायद भूगोलले हामीलाई विभाजित मात्र गर्दैन, एकताबद्ध पनि गर्छ। भूगोल र मानिसबीचको यो सम्बन्ध साँच्चै नै गहिरो छ, होइन त?